हेलो नमस्ते गाइज। आज हामी क्रोएसियाको यो म्याक्सिम पार्कमा रहेको जूमा चिडियाखाना घुमघाम गर्न आएका छौँ र तपाईले पनि त्यो पारी चाहिँ के हो, जडायो हो कि के हो, त्यस्तो छ। अब यहाँको चिडियाखाना चाहिँ यस्तो छ। यो जङ्गल, यो माक्सिमिर पार्कमा रहेको यो जङ्गलमा चाहिँ चिडियाखाना। यहाँ चाहिँ रेस्टुरेन्ट्सहरू छन् अनि यो चाहिँ के विभिन्न आकृतिहरू बनाइएको छ यहाँनिर। कस्तो लाग्यो चिडियाखाना? धेरै राम्रो छ। अब यहाँ चाहिँ यो कता के छ हेर्ने चिज भनेर यसो गरेको। यतापट्टि यो रहेछ, उतापट्टि यस्तो छ। अब हामी कता जाने? यो हामी हेर्दै जाँदैछौँ। टोइलेट हो कि त्यहाँ भन्नुहोस् कि नि, हेर्ने गर्नुहोस् मेन कुरा। अनि यहाँ चाहिँ यो चाहिँ के छ? यहाँ यो कालो भालु हो कि के हो? यहाँ बसेको छ। हामी जाँदा झन् होइन, यो वन बिरालो होइन, यो हो बाँदर। बाँदर हो कि कालो बाँदर? अनि यसमा चाहिँ यो पनि बाँदर बस्ने घरै होला। पुरै सिसा लगाएर यसरी चाहिँ। र अहिले चाहिँ यो कता लुकेको छ खै? यो खालको बाँदर रहेछ। तर यहाँ भित्र देखिन कहाँ बस्न गएको छ यो। यतापट्टि टक्क बस्नको लागि रेस्टुरेन्टहरू पनि टक्क भित्र त्यस्तो सेवा सुविधा छ। अनि यो चाहिँ यो यसरी भागिरहेको छ, दोहोरिरहेको छ। यो कालो कालो पानी मुनि यो के हो खासमा? यो यो देख्न सक्ने। हो यो। अब यसको नाम चाहिँ के हो है, थाहा छैन मलाई। साथीको थाहा हुनेले कमेन्ट गर्नुहोस्। बल्ल निक्ल्यो बाहिर। एकछिन पनि अड्दिन, दुगुरै गर्छ त्यो त। यहाँ चाहिँ त्यहाँ बाँदर बसिरहेको छ यसरी। कुन जातको बाँदर हो खै पनि यो? त्यसलाई पानी पनि चाहिने रहेछ। त्यही भएर पानी चाहिँ त्यसको लागि व्यवस्थापन यसरी गरिएको छ। माथि चढ्दैछ त्यहाँनिर। यहाँ चाहिँ यो एउटा गधा रहेछ। गधा नाम गधा भए पनि यो चाहिँ एकदम इमान्दार, निकै मेहनती जनावर हो चाहिँ यो गधा।
यस्तो छ यहाँको चिडियाखाना चाहिँ ठिकै छ। अब हाम्रो काठमाडौँको चिडियाखाना जस्तो चाहिँ अलि लागेन है। यहाँ पुरै जङ्गलै जङ्गल, खासै जनावरहरू चाहिँ देख्न नपाइने। यहाँ चाहिँ एउटा भैँसी रहेछ, ऊ घाँस खाइरहेको छ। पाडी एउटा बसिरहेको छ त्यसरी। यो चाहिँ भैँसी हो कि यो अर्कै यो ठुलो खालको भैँसी के हो यसको नाम? अब भैँसी हैन, गाई, चौडी गाई। चौडी गाई होला। ए हामी मानव जीवनको उत्पत्ति चाहिँ यसरी भएको थियो भनेर चाहिँ यो यसरी बनाइएको रहेछ यो मूर्तिहरू। पहिला यस्ता थियौँ, त्यसपछि यस्तो भयो, त्यसपछि यस्तो भयो, अनि त्यही खालको बाँदर यहाँ होला सायद, अनि त्यसपछि हामी यस्तो भयो भन्ने हिसाबको एउटै हो। यो चाहिँ फोहोर फाल्ने रहेछ। अनि यहाँ चाहिँ क्यामेरा यसरी भिडियो खिच्न एलाउड छ कि छैन अब के छ, मैले अब अरूले खिचेको देखेर यो भिडियो खिचिरहेको छु। यो एलाउड पक्कै पनि होला जस्तो लाग्छ, किनकि मैले सूचनाहरू त्यस्तो केही पनि देखेन। यहाँ हाम्रो चाहिँ बाजा बजाउने, अनि यहाँ चाहिँ यो यसरी हार्मोनियम बजाइरहेको छु। अनि त्यहाँ चाहिँ एउटा भैँसी हो कि के हो यो बसिरहेको छ, मजाले खाएर टन्न पेट भरेर मजाले त्यसरी बसिरहेको छ। त्यहाँपट्टि चाहिँ यो ऊँटहरू रहेछ है फेरि। ओहो, यो ऊँट चाहिँ यो कस्तो खालको ऊँट हो? ऊँटको त यस्तो बाक्लो यो कपाल त मैले देखेको थिएन होइन। एकदमै यो जाडो ठाउँमा पाइने ऊँट हो कि एकदमै जाडो हुने ठाउँमा यसरी कसरी राखेको होला यो ऊँट भन्ने जस्तो लाग्छ कि मलाई। कुन प्रजातिको ऊँट हो कुनै? एकदमै लामो थियो, गाउँ भएको ऊँट रहेछ यो। अनि यो यस्तरी सिसा राखिएको छ, यो सिसाले गर्दा पनि भित्र एकदमै क्लियर नदेखिने क्या यहाँको। अनि यहाँ के छ भन्ने कुरा पनि खै थाहै नपाइरहेछ। अनि यो चिज हेर्नुहोस् है, यो एकदमै यो सर्पलाई आक्रमण गर्ने चिज हो। यो के भन्छ यसलाई? जस्तो सुकेपछि सर्पहरू मार्छ नि यसले, यस्तो छ। प्रायः जसो जमिनमा यो खाल्डो गरेर जमिन पनि बस्ने गर्छ। जब आफूलाई खतरा महसुस हुन्छ त्यसपछि जमिन मुनि यसरी लुक्ने गर्छ यो चिज। खाना खोजिरहेको छ यिनीहरूले, किराहरू, सर्पहरू, यस्ता यस्ता चिज। अनि यहाँ जनावरहरूले खाने घाँस भण्डारण गरिएको रहेछ यहाँ। अनि यहाँ चाहिँ विभिन्न किसिमका चराहरू रहेछ। टक्क यहाँ तल पानी माथि चराहरू बस्ने ठाउँ यहाँ रहेछ। यो
समुद्रमा पाइने चरा जस्तै छ हौ यो के चरा हो भाइ पनि त्यस्ता खालका चरा यहाँ चाहिँ बकुल्लाहरू हाँसहरू सबै पानीमा बस्ने पन्छीहरू चाहिँ यहाँ यसरी चाहिँ ठ्याक्कै केही खान दिन्छ कि भनेर यहाँ उडेर नजिक आयो अनि यहाँको दृश्य चाहिँ यस्तो छ यो जङ्गलै जङ्गल जताततै हैन आज छुट्टीको मौका पारेर यसो घुमौँ हैन आफ्नो नजिकै भएको यसो घुम्ने ठाउँहरुमा घुम्न पर्छ भन्ने हिसाबले आज हामी घुम्न आएको यी चिडियाखानाभित्रको यो दृश्य चाहिँ जताततै जङ्गलै जङ्गल वास्तवमा चाहिँ यो ठिक पनि हो यहाँ हुने विभिन्न जनावरको लागि यो ठ्याक्कै यो मान्छेले बनाएको भन्दा पनि ठ्याक्कै जङ्गलहरू बनावट आफ्नै तरिकाको बनावटको जङ्गलहरू भयो भने यिनीहरूलाई बाँच्न चाहिँ एकदमै सहज हुने यो चाहिँ यहाँ के बसिरहेको छ यसलाई म उतापट्टिबाट खिचेर देखाउँछु है उता फर्केर बसेको रहेछ यसलाई चाहिँ यतापट्टिबाट फर्केर हेर्नुपर्छ यता फर्केर बस्या रहेछ यो के चिज हो भन्ने कुरो चाहिँ यो गैँडा जस्तो पनि छ तर हाम्रो नेपालको गैँडाको सिङ हुन्छ यसको चाहिँ सिङ छैन यो गैँडा हो कि के हो यो के किसिमको जनावर हो यस्तो यसको नाम चाहिँ थाहा छैन बसिरहेको छ आनन्दले अनि अर्को चाहिँ यसको जोडी होला ऊ पाडी गएको छ ऊ पाडी चढिरहेको छ ओहो यो त ठ्याक्कै सुँगुर जस्तो पनि छ यो जङ्गली सुँगुर जस्तो पनि छ गैँडा पनि जस्तो पनि छ सुँगुर यति ठुलो नहुन पर्ने फेरि यस्तो खालको खै यो के हो सुँगुर जस्तो पनि छ गैँडा जस्तो पनि छ गैँडा जस्तो त यो त गैँडा त यस्तो त भन्न सिङ हुन्छ तर के हो भन्ने कुरो चाहिँ खै पत्ता लगाउनु सकेन यो नाम यहाँ छ यो टेपिरस टेरेसिस छ अनि यहाँ चाहिँ यो जेब्रा मजाले चढिरहेको छ जेब्रा यस्तो छ अनि यो चाहिँ फोहोर फाल्ने भाँडाहरू छुट्टै छुट्टै हुन्छ कागज फाल्ने भाँडा प्लास्टिक फाल्ने भाँडा त्यो भयो अनि यो चाहिँ पेपर अनि त्यो चाहिँ सिसा आइटमहरू फाल्ने भाँडो यस्तरी राखिएको छ छुट्टै छुट्टै र आफूले प्रयोग गरिसकेपछि टक्क फोहोरहरू सम्बन्धित भाँडामा हाल्नुपर्ने हुन्छ र यहाँ चाहिँ यो के हो कोही यो के हो यो नीलगाई होइन नीलगाई के हो रे लामो लामो घाँटी गरेको यो के चाहिँ हो खै पनि यता पनि रहेछ दुईटा एकदम बिन्दास तरिकाले यिनीहरू खानेकुरा खाइराखेका छन् यस्तो छ के हो यो बाख्रा टाइपको पनि छ घाँटी लामो लामो चिडियाघरमा यो के हो चिन्छौ अनि यो चाहिँ बँडेली हाम्रोतिर पाइने जङ्गली बँडेली यस्तो छ
यो चिजले फोहोरै मन पराउने भयो हुनाले ऊ माटोमा खानेकुरा खोजिरहेको छ यस्तो। बोन्डेल है यो न्याउरी मुसा जस्तो पनि छ। हेरिरहेको छ। यो न्याउरी मुसा भन्दा पनि यो अर्कै टाइपको छ। यो के हो खै पनि, यो पनि जमिन मुनि बस्ने चिजै हो। न्याउरी मुसै होला सायद। खाना खाइरहेको छ। यसले पनि हरियो परियो सागपात खाने रहेछ हो। यो चाहिँ लाटो कोछेरो। यसरी हेरिरहेको छ लाटो कोछेरो। ल है लाटो कोछेरो। दुईटा मात्रै रिसाइरहेको छ, कराइरहेको छ मलाई देखेर सायद। अनि यो भित्र चाहिँ यहाँ चाहिँ यो गोरा रहेछ। गोरा हाम्रोतिर गोरा भनिन्छ। यो लिजर्ड। यो चाहिँ खतरनाक विषालु सर्प है। यो चाहिँ खतरनाक विषालु सर्प। अनि यहाँ चाहिँ मुसा, सानो सानो मुसा चाहिँ कुनामा बसेर खाइरहेको छ। यहाँ चाहिँ सर्प हो। यो पनि एकदमै विषालु सर्प जस्तो देखिन्छ है। यो चाहिँ के हो? यो माकुरो, खतरनाक विषालुहरू माकुरो। यहाँ चाहिँ यो पानीभित्र माछाहरू। यो के हो? साना साना यो के हो? यो मगरमच्छ के? यो म आ गरेछ कि यो हो कि साँच्चैको हो? मगरमच्छ हो कि यहाँ लेखेको छ। यो हो कि यो चिज हो कि यो चिज हो कि यो चिज? मरेको के हो? मरेको नेगेटिभ मन्टो हल्लाएको देख्नु। त्यो त भित्र अर्को किरा। यहाँ चाहिँ एकदमै अँध्यारो के छ हो? यता जानु मिल्छ कि मिल्दैन? सायद मिल्दैन होला यहाँ जान। दिस पार्ट अफ द पेभिलियन इज टेम्पोररी क्लोज भनेको छ यहाँ। यहाँ भित्र जानु पाइन्न, त्यसैले चाहिँ यहीँसम्म हेरौँ। यहाँ चाहिँ यो के चिज छ? सानो मुसा है। ए सानो मुसा रहेछ यहाँ। यो खालको मुसा। अनि यहाँ चाहिँ यो भित्रको दाना पानी कहाँबाट हाल्नुहुन्छ? चरा छैन ठाउँ हुन्छ नि। के कुन चरा हो यो? खोइ के चरा हो? ऊ यहाँ गुड रहेछ। चराहरू कहाँ छन् त्यसरी? अनि यहाँ सबै भित्र बसेको छैन। यो सर्प, पानी सर्प हेर्नु। हरियो सर्प यस्तो खालको छ। यहाँ यसरी बसेको छ। यो प्रायः जसो यसरी रुखमा बस्ने सर्प हो। यो यति रबरको सर्प जस्तो छ है। यो रबर जस्तो। अनि यहाँ चाहिँ अर्को छ। ल अब यहाँबाट फेरि अब बाहिर निक्लिनु पर्छ। यहाँ चाहिँ एकको छुवा।
यही हो गयो भने एउटा मास होइन यसरी बाहिर निक्लिँदैछौँ हामी यहाँबाट। अब हाम्रो एकजनाले यहाँ हेरेर आएर सकिसक्यो, हामी बल्ल हेरेर आउँदैछौँ। कस्तो रहेछ त? हाम्रो काठमाडौँ जस्तो रहेछ? काठमाडौँ जस्तो राम्रो त लागेन मलाई यार, होइन? केही जनावरहरू देखिन्न, भित्र लुकेछन् सबै यार। कहाँ हो खै? अब उठे बाजा अर्को होइन के त्यो गाईहरू भयो अब फर्किम अब। यो चिडियाखानालाई हस्तान्तरण गरेको ढुङ्गा हेर्नुहोस् है। यो यी व्यक्तिले ढुङ्गा हस्तान्तरण गरेको होला सायद। अनि यो चाहिँ ढुङ्गाको यत्रो पहाड बनाइएको छ, यो चाहिँ ढुङ्गाको गुफा। यसरी गुफा यो, अनि यो गुफामा गुफा यस्तो किसिमको छ। यो चाहिँ यो मूर्ति, त्यसपछि योहरू के हो? यो विभिन्न अस्थिपञ्जरहरू, यो विभिन्न जनावरको अस्थिपञ्जरहरू यसरी राखिएको छ। सायद यसरी त्यहाँ पारि चाहिँ भालु रहेछ कि। यहाँबाट यसरी सिसाको बार लगाइएको छ। अनि यो ढुङ्गाको यसरी यो बनाइएको छ। अनि जुन यो यहाँ टार यो राखिएको छ यहाँ, यसमा यो जनावरहरू बाहिर निक्लिन नसकुन् भनेर, किनकि यसमा करेन्ट हुन्छ, हल्का खालको करेन्ट। त्यो करेन्टले गर्दा के छ यता? यहाँ त पुरा खोला नदी पो आयो त। हो भालु टक्क पारी झर्नाको मुनि के खोज्दैछ? पानीमा मन पराउनु रहेछ, खोला नाला खानेकुरा खोज्दैछ। एउटा पारी सुतिरहेको छ एउटा। यस्तो छ यो नदी, फेरि नदी बनाइएको छ यो बिचमा। यो चाहिँ एकदम सुन्दर दृश्य छ है। यो ढुङ्गाको ठुलो पहाड बनाइएको छ यहाँ। भालुहरू
यहाँ चाहिँ कछुवा थुप्रै बाहिर निक्लेर बसेको छ। कछुवाहरू कछुवा 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 थुप्रो छ यहाँ त। त्यो पारि ढुङ्गाको कलरसँग ठ्याक्कै मिल्ने हुनाले यार कछुवा यो उस पारिपट्टि पुरै कछुवा कछुवा छ, तर ढुङ्गा जस्तै देखिने हुनाले ठ्याक्कै नदेखिने यस्तो छ। यो कछुवाहरू पानी जहाजमा चढेका छन्। यी एकअर्का जोडी माया प्रेम पनि गर्दैछन् यहाँ। एकदम इन्जोयले घाम टापिरहेका छन्। त्यो भिट्टाहरूमा पनि यसरी टाँसेर बसेको बारी थुप्रो कछुवै कछुवा रहेछ यो नदीभरि। कछुवा तैडिरहेको छ मजाले पानीमा। माछा पनि रहेछ थुप्रो यहाँ फेरि। यहाँ चाहिँ यस्तो के चाहिँ रहेछ, यस्तो यो अँध्यारो पर्दा पनि छ लगाइएको छ। यो चाहिँ त्यो चाहिँ यहाँ यस्तो रहेछ। यसरी पर्दा खोइ यहाँ अब के छ, तर चाहिँ यहाँ देखिएको छैन कता लुकेको छ। यो लुकेको होइन क्या, तिनी उसको दाना हो क्या। होइन मुला कत्रा मुला दुम्सी बस्ने ठाउँ होला क्या। मुला हुन्न भने यत्रा मुला यो त अँध्यारो डर लाग्दो छ ल। जाम दुम्सी चाहिँ रहेछ तर देख्न पाइएन भित्र। यो चाहिँ डर लाग्दो सर्प हौ साथी। डर लाग्दो सर्प हो। भेट्ने भने खाएर सक्छ होला अहिले। यति लामो छ हेर्नुहोस् यहाँसम्म। एउटा ऊ त्यहाँ घाम टापिरहेको छ। ल हामी चाहिँ अब यो के अरे चिडियाखाना हेरेर फर्किँदैछौँ। कस्तो लाग्यो? ठिक छ, राम्रो छ नि। अब एकदम राम्रो चिडियाखाना हेरेर हामी फर्किँदैछौँ। अब अरू पनि घुम्ने ठाउँमा गएर फेरि यस्तै खालको भिडियो बनाउने छौँ। अहिलेलाई यो भिडियो यति नै। भिडियोलाई लाइक गर्नु होला, च्यानललाई सब्सक्राइब गर्नु होला। धन्यवाद।